What is up, people? Good morning. Another day, another vlog. अहिले चाहिँ बिहानको 9 बजिरहेछ. आज चाहिँ मेरो लेट शिफ्ट हो, तर सुबिनको चाहिँ अर्ली शिफ्ट हो. कस्तो घिनलाग्दो देखेको छ. त्यही भएर अब यो मान्छेलाई म ड्रप गर्दैछु. सुबिन तिम्रो खुट्टामा यसको माउन्ट छ, टिप्प त. यो मान्छेलाई म काम ड्रप गरिदिँदैछु. हेलो भन. हेलो हेलो. तिमीलाई त खुब जाडो भएछ त. अनि भरे जाडो हुन्छ, तर आजदेखि अलिकति तातो छ. ओके, लेट्स गो. अब चाहिँ हामी सुरुमा उहाँलाई ड्रप गरिदिन्छौँ. म्याडम अब जानुहोस्. बाई बाई. बाई बाई. बाई बाई. ल बाई बाई. मजा. ल यार केटाकेटी हो. बुढीलाई चाहिँ मैले ड्रप गरिदिएँ है. अनि उसको डेन्टल उसमा, मेरो बुढी चाहिँ डेन्टल नर्स हो. सो रिसेन्टली अस्तिको ब्लगमा हेर्नुभयो, उसले एक्जाम पनि युकेमा चाहिँ डेन्टल नर्स चाहिँ पढ्दै काम गर्नु मिल्छ. प्रो चाहिँ त्यो छ होइन, काम गर्दा पनि धेरै कुरा सिकिन्छ. एनिवेज, मेन कुराको आजको ब्लगको मेन कुरा के हो भने चाहिँ आम स्टार्टिङ माई इन्टरमिडिएट फास्टिङ है. अब मेरो वेट लस जर्नी सुरु हुन्छ. ओभर टु मच भयो गाइजहरू, एकदमै टु मच फ्याट ब्लडी. एनिवेज, के भन्ने है आफूलाई. तर म एकदमै यहाँभन्दा उता मैले कन्ट्रोल गरिनँ भने चाहिँ एकदमै प्रब्लम हुन्छ कि. सो मेरो फ्याट लस जर्नीमा पनि तपाईँलाई स्वागत छ. मेरो गोल चाहिँ एक्चुली म अहिले 79 किलोज छु एकर्डिङ टु माई हाइट. 72 किलोसम्म. होइन, अहिले म 89 किलो छु. सरी ब्लडी, 89 किलो छु. सो एकर्डिङ टु माई हाइट 72 किलो भनेपछि 9 किलो त्यहाँ भइहाल्यो. त्यो 15-16 किलो घट्नुपर्ने छ. इट्स नट अ जोक है. अनि द बेस्ट थिङ आई सिन आई क्यान डु इज इन्टरमिडिएट फास्टिङ. किनभने एक त आई डोन्ट वान्ट गिभ अप गुड फुड होइन. अनि त्यही हो, फास्टिङ आई क्यान डु. आई क्यान स्टप माइसेल्फ. सो 16 to 8 रेसियो. सो त्यही हो, 16 आवर्स फास्टिङ हुन्छ, 8 आवर्स इटिङ टाइम हुन्छ. ल केटाकेटी हो, यी सुरु भयो मेरो ब्ल्याक कफी अनि चट्टसँग लगाएर एकछिन रिल्याक्स गरेर 11 बजी, कति बज्यो हो, 10 बज्यो, 10:30, 11 बजीतिर टक्क नुहाउनु जान्छु. नुहाएर फ्रेस भएर कामतिर जान्छु. अब इन्टरमिडिएट फास्टिङ सुरु गरौँ भनेको मम्मीले भुटेको भात र चिकन विङ्स खा भनेर गिदी छ यार. आमाहरू त्यस्तै हो. तर खाजा लग्छु म. अलिकति कार्ब्स पनि हुन्छ, दिउँसो अलिकति कार्ब्स चाहिन्छ. अनि बेलुका चाहिँ काममै केही खान्छु म. अब भएन क्या, भुँडी घटाउनै पर्ने भयो केटा हो, हुन्छ नि. अनि भोलिदेखि जिम सुरु. मैले जबसम्म यो भिडियो रेकर्ड गर्दिनँ नि तबसम्म हुँदैन क्या, किनभने जानै पर्ने हुन्छ भिडियो रेकर्ड गरिसकेपछि है. इट्स पुसिङ योर सेल्फ. भएन टु मलाई धेरै त्यस्तो घट्नु पनि भएन, तर 72 सम्म पुगेर यो भुँडी फ्ल्याट भएपछि आइम ओके. म स्मल लाउँथेँ है, बिस्तारै मिडियम पुगेँ, अहिले त लार्ज, एक्स्ट्रा लार्ज पुग्यो भने कस्तो गिदी हुन्छ. त्यही हो प्रब्लम. एनिवेज, अब यसो कफी खाएर सुरुमा म ब्लग अपलोड गर्छु है. सी इन द नेक्स्ट सर्ट. ल केटा हो, म चाहिँ अब रुमसुम मिलाएर रेडी भएर अब काम जानु टक्क रेडी. अनि पर्फ्युम चोइस अफ द डे ल्याकोस्ट. यो चाहिँ मैले नर्मली समरको लागि किनेको है. इट्स भेरी गुड, एकदम सिट्रसी छ भाइब होइन. अझ आफ्टर झन् यस्तो लामो बस्छ. अनि गाइज, यो हुन्छ नि कसैले 3 स्प्रे 4 स्प्रे ब्लडी बुलशिट. पर्फ्युम लाउने हो 14 to 15 स्प्रे लाउनुहोस्. इट्स गन लास्ट यु होल डे है. मेरो हल्का सानो कलेक्सन चाहिँ यहाँ छ, पर्फ्युमको कलेक्सन 2-3वटा मिसिङ छ. सो त्यही हो, यति हो मेरो पर्फ्युमको कलेक्सन. यो सबभन्दा यहाँबाट पावरफुल भनेको यो छ. यो समरी भाइब्स, यो पनि दामी छ. अनि 1-2वटा खोइ कहाँ छ हेर्नुपर्ने हुन्छ हामीले. यहाँ के मिसिङ छ? मेरो राल्फ लरेन मिसिङ छ. जिमी चू यो पनि राम्रो छ. यो दुइटा चाहिँ मैले समरको लागि लिएको हो. एकदम समरी भाइब छ. यो चाहिँ पार्टीतिर, यो चाहिँ मैले भाइटिकामा पाएको. यो पनि ओके, वर्कको लागि ठिक छ. यो अलिकति मस्की छ. मेरो लन्च लिएर घरबाट छिटो भाग्नुपर्ने अवस्था हुन्छ, किनभने
लन्च बक्स मैले डेन्जर हराइसकेँ मार्छु मलाई यार हुन्छ नि घरमा एउटा लन्च बक्स बाँकी छैन कि होइन लन्च बक्स लियो खाजा लियो काममै छोड्यो मार्छ कुन बेला मलाई यार अघि मम्मीले भन्दै थियो तैँले लन्च बक्सहरू सबै काममै छोडिस् होइन 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 त भन्नु पऱ्यो नि होइन डिफेन्ड त गर्नु पऱ्यो होइन त्यहाँ आमाको खुन छ जिद्दी त हुनु पऱ्यो उफ गर्मी यार ओ माई गड गर्मी छ गाइस एकदम गर्मी छ यार ल केटाकेटी हो अब चाहिँ कामतिर गइयो के छ यार गाइजहरू त्यस्तै हो अहिले रातिको कति बज्यो हो 11:30 भयो है अब काम पनि सक्यो यस्तै हो अब कोही बेला भ्लग त्यस्तै हुन्छ कोही बेला मजाले खिच्न पाइन्छ कोही बेला त्यस्तै हो लेट सिफ्ट भएको बेलामा भोलि पनि लेट सिफ्टै छ सायद यो दुईटा भ्लग एउटै गरौँ कि भनेर सोचिरहेछु तर भोलि मेरो डे अफै छ है हेरौँ के हुन्छ है अब अहिले चाहिँ म अब घरतिर लाग्दैछु है अहिले टाइम भयो 11:25 खासमा 10 बजी छुट्टी हुनुपर्ने हो तर यसो हल्का काम सकेर पबतिर टुच्च यसो हुन्छ नि कति काम गर्नेहरू हल्का रिल्याक्स पनि गर्नु पर्यो नि केटा हो हुन्छ नि भन्ने कुरा हो अब हामी घरतिर जान्छौँ है गुड मर्निङ गाइस के छ यार केटा हो केटाकेटी हो भोलिदेखि हिजो भोलिदेखि अरे के बोलेको मैले के बोल्या के अरे यो चाहिँ डे 2 हो हिजोको अर्को डे है यहाँ हेर न मैले तिमीलाई हिजो भनेको थिएँ नि हिजोको टिफिन मैले काममै छोडेँ यो नयाँ टिफिन मार्छ मलाई यार कसम कुन बेला आज सुबिनले मलाई धम्की दिइरहेको थियो यार भरे चाहिँ सबै लिएर आउनु है भनेर गाह्रो छ गाइस जिन्दगी भनेको हुन्छ नि टिफिन बक्स चाहिँ बिर्सेर चाहिँ टेन्सनै हुन्छ यार आजको वेदर एकदम दामी छ है के गर्नु गाइस जिन्दगीमा यस्तो स्काई ब्लू लाउने दिनहरू पनि आयो पहिला छोरो ओन्ली ब्ल्याक है आजको वेदर चाहिँ एकदम दामी छ है अब हामी कामतिर लाग्छौँ अहिले भयो ठ्याक्क 11:23 मैले बिहानदेखि केही पनि खाएको छैन सिवाय ब्ल्याक कफीको ओ शिट पानी मैले भित्र बिर्सेछु पानी लिएर आउनुपर्ने हुन्छ अनि पानी खाँदै हामी कामतिर जाँदैछौँ है यहाँको टाइम ल्याप्स पनि यस्तो खतरा यो क्यामेरासँग त म लभै परे केटा हो DJI Action 5 Pro कम अन म्यान इट्स भेरी गुड एनिवेज सुबिनको चाहिँ अहिले क्लास हुँदैछ अब उसको अब अझै एउटा प्र्याक्टिकल छ वन्स सी इज डन विथ द्याट सी इज डन विथ द कोर्स तर पढ्ने मान्छेहरू धेरै आत्तिन्छ त्यही भएर अब फेरि एक हप्तासम्म स्ट्रेस हुन्छ होला एकदम ल पानी लिएर आउँछु अनि म कामतिर जान्छु एनिवेज गाइज आई विल सी यु अन द नेक्स्ट शट है इन्जोय दिस टाइम ल्याप्स ल गाइजहरू म चाहिँ काममा आइपुगिसकेँ भनेर पार्किङ स्पट मेरो काममा चाहिँ होइन पार्किङ स्पट पाउनु यस्तो गाह्रो छ है के भन्ने यार अलिकति टाढो पार्क गर्नुपर्छ तर आज चाहिँ यस्तो मिठो ठाउँमा पार्किङ पाएको छु लकी डे सो अब मेरो दिन सुरु भइसक्यो अब म काम जाँदैछु अनि अब आज मेरो लेट सिफ्ट हो सो आई स्टार्टेड अब आम गन स्टार्ट अराउन्ड 12 o'clock एन्ड फिनिस अराउन्ड 10 o'clock सो दिस इज लाइफ यस्तै हो काम त गर्नु पऱ्यो केटा हो होइन काम त गर्नु पऱ्यो तिमीहरूको भाउजूलाई पनि पाल्नु पऱ्यो आमा बाउलाई पनि पाल्नु पऱ्यो काम त गर्नु पऱ्यो सो आजको दिन चाहिँ आई डोन्ट नो 2 दिन चाहिँ मैले काममा रिल्याक्सै गरेँ है किनभने काम मजाले भइरहेछ कोही बेला काम गर्नुपर्छ कोही बेला रिल्याक्सिङ हुन्छ द्याट्स अ पर्क अफ ह्याभिङ इन अ म्यानेजमेन्ट टिम एनिवेज गाइज अब चाहिँ कामतिर लाग्छु है अब तिमीहरूलाई भरे भेटौँला एकैचोटि खाजा खाने बेलामा अब खाजा आज नयाँ
बक्स छ लन्च बक्स अब भरे चाहिँ सबै लन्च बक्स फोनमा रिमाइन्डर राखेर लग्नुपर्ने हुन्छ किनभने नभए मेरो घरमा हत्या हुन सक्ने सम्भावना छ Alright guys, take it easy, have fun, भरे भेटौँला Anyways guys, I'm seeing you guys after 10 hours I believe so 12 बजे गएको थिएँ काम Now it's 10 o'clock and then I just finished my work Now I'm gonna go pick up my mom किनभने मम्मी घर पइसक्यो कि कहाँ जानु भएको छ अरे मम्मीलाई पिकअप गर्छु and then आजको दिन मेरो सक्यो यति नै हो Anyways, hope you guys have a good time Vlog लाई subscribe यो vlog लाई हेरिराख्नु होला अनि यो च्यानल लाई subscribe गर्नु होला You know, after long time यो च्यानलमा 10,000 सब्स्क्राइबर भए पनि धेरै भ्युज आएको छैन किनभने I'm coming after I don't mind किनभने म धेरै भयो यो च्यानलमा मैले अपलोड गर्नु नखोजेको but it's almost like every single day Alright guys, I'll see you on next video. Until then, enjoy this time lapse and hope you guys have a good one.